यो मानवीय सम्बन्ध र म बिना त कामै चल्दैन भन्ने हाम्रो भ्रमको छोटो सार हो। हेर्नुहोस्, युट्युब च्यानल भागवतमा एउटा निकै गहिरो भिडियो सन्देश छ जसले हाम्रो इगोलाई सिधै प्रहार गरेर हामी कसैको जीवनमा कति अस्थायी छौँ भन्ने यथार्थ देखाउँछ। हामीलाई लाग्छ नि हामी त मुख्य पात्र हौँ, हामीलाई कसले पो हटाउन सक्छ र? तर वास्तवमा हामी त एउटा ठूलो मसिनको सानो पाटपुर्जा जस्तै हौँ। एउटा पाटपुर्जा झिक्दा मसिन सधैँलाई रोकिँदैन, नयाँ राखेर फेरि मजाले चल्न थाल्छ। यसबाट हामीले बुझ्नुपर्ने मुख्य कुराहरू यस्ता छन्। पहिलो कुरा, मानिसहरूको जीवन निरन्तर चलिरहन्छ अनि त्यहाँ नयाँ पात्रहरूको आगमन कहिल्यै रोकिँदैन। दोस्रो, तपाईले छाडेको त्यो खाली ठाउँ नि त्यो पक्कै भरिन्छ। अब आउने त्यो नयाँ विकल्प तपाईभन्दा धेरै राम्रो पनि हुन सक्छ वा नराम्रो पनि, तर ठाउँ भने खाली रहँदैन। तेस्रो र सबैभन्दा गहिरो सत्य, यहाँ कोही पनि स्थायी छैन। हाम्रो अहङ्कारले म त अपरिहार्य छु भनेर जतिसुकै फुर्क्याए पनि यथार्थमा हामी कोही पनि पर्मनेन्ट हुँदैनौँ। अब तपाईँ सोच्दै हुनुहोला, यदि हाम्रो रिप्लेसमेन्ट यति सजिलै हुन्छ भने के अब सम्बन्धमा मेहनत गर्ने छाडिदिने त? पक्कै होइन। बरु यसले त हामीलाई अहिले सँगै रहेको वर्तमान समयको झन् धेरै कदर गर्न पो सिकाउँछ। समग्रमा भन्नुपर्दा कसैको जीवनमा आफूलाई कहिल्यै बदल्न नसकिने व्यक्ति सम्झिने गल्ती नगर्नुहोस्, किनकि मानिस र समयले जहिले पनि तपाईँको विकल्प फेला पारिहाल्छन्। आफ्नो अपरिहार्यताको यो भ्रमबाट बाहिर निस्कनु नै सायद यथार्थ बाँच्ने सबैभन्दा स्वतन्त्र तरिका हो।